प्रतिवेदन अध्यक्षजीले प्रस्तुत गरिसक्नु भएको छ। यो वर्ष मात्रै मेची सहकारी संस्थाका सदस्य जो सदस्यको थुप्रै घाँस काटेर राज्यलाई 2,84,21,701 रुपियाँ 4 पैसा भुक्तानी गरेको छ विभिन्न टपिक्समा राज्यलाई कर। यहाँभित्र सदस्यहरू सामान्य बाटामा मकै पोल्नेदेखि ठुलै उद्योगीसम्मको कन्ट्रिब्युसन छ। त्यसकारण मैले यो कुन टपिक्समा भनिराख्नु पर्ने 2 करोड भनिसकेपछि निकै ठुलै अङ्क भन्ने लाग्छ हामीलाई। यो कुन टपिक्समा भन्ने चाहिँ म महासङ्घको उपाध्यक्षज्यूलाई र मन्त्रीज्यूलाई एक कपी दिन्छु, उहाँहरूले हेरिदिनुहुनेछ। अरू विषय मैले यहाँ राखिनँ। 4,57 करोडको ब्यालेन्स सिट छ, सबैको हातमा छ। 3,78 करोडको निक्षेप, 3,56 करोडको कर्जा लगानी र सबै पोस्टहरूमा गरेर 45 करोडभन्दा माथि र सेयर पुँजी 40 करोडको हाराहारीमा रहेको कुरा निवेदन गर्दै म यसभन्दा पछाडि अब पुरस्कार वितरणका कार्यक्रमहरू छन्, ती पुरस्कार वितरणका कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। सहकारी अभियानका योभन्दा अगाडि 9 जना व्यक्तित्वहरूलाई हामीले सम्मान गरिरहेका छौँ। हामी 10औं नम्बर यसपटक हामी डिबी सरलाई आमन्त्रण गरेका छौँ। उहाँलाई चाहिँ हामीले संस्थाको तर्फबाट छनौट गरेका छौँ। सहकारी अभियन्ता सँगै पत्रकारिता पुरस्कार पनि छ। त्यसैगरी मेची सहकारी पत्रकारिता पुरस्कार, मेची सहकारी सञ्चालकीय पुरस्कार, उत्कृष्ट सेवा केन्द्रको पुरस्कार, उत्कृष्ट कर्मचारीहरूको पुरस्कार, कारोबारमा उत्कृष्ट सञ्चालकहरूको पुरस्कार र अस्ति हाम्रो फुटसल लाग्यो अन्तरशाखा स्तरीय, त्यो फुटसल कार्यक्रमको पनि पुरस्कारको कार्यक्रम छ। त्यसकारणले यी पुरस्कारका कार्यक्रमहरू म ढिला नगरिकन अगाडि बढाउने अनुमति चाहन्छु। सबभन्दा पहिला फुटसल कार्यक्रममा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल हान्ने 2 जना भाइहरूलाई म अगाडि बोलाउँछु। यस पुरस्कार वितरण गरिदिनु हुनको लागि प्रदेश सभा सदस्य माननीय होमबहादुर थापाज्यूलाई म तलै गइदिनु हुनका लागि अनुरोध गर्छु। यसमा सहयोग गर्न कर्मचारी साथीहरूलाई प्रमाणपत्र हेरेर त्यहाँ तयारी गरिदिनु पनि मैले अनुरोध गरेँ। र उत्कृष्ट खेलाडीमा विशाल टुडु र आदित्य थापा 2 जना भाइहरूलाई म अगाडि आउनको लागि विशाल टुडु र आदित्य थापा। त्यसपछि तयारी गर्नको लागि आदित्य थापाको निम्ति मैले टिमका क्याप्टन रोमणी लामिछाने तिनीहरूको लागि मैले अनुरोध गरेँ। त्यसपछि म उत्कृष्ट यो फुटसलमा सँगै प्रथम हुने टिम कन्काई सेवा कार्यालय र शिव सपाई सेवा कार्यालयका खेलाडी साथीहरू सबैलाई अगाडि आइदिनु, त्यो पनि तयार गरेर सँगै वितरण गरेर मैले अनुरोध गरेँ। रोमणी साहित्यको टिम सुरुङ्गा र शिव सतासीका छिटो। त्यसपछि निक्लासन सेवा कार्यालयलाई पनि सेकेन्ड टिमलाई पनि अगाडि आउनलाई रेडी हुँदै गर्न। पहिलो हुने शिव सतासी र सुरुङ्गाको टिमलाई फर्स्ट हुनेको पुरस्कार हामीले वितरण गरेका छौँ। सबैलाई सम्मान गरिदिनु होला। अर्को वर्षको पुरस्कार जिताउने गरी सम्मान गरिदिनु होला।
दोस्रो हुने टिमको साथीहरूलाई मेक्लाजुङ सेवा कार्यालय पोषण सापकोटाको टिम दमक नगरपालिकाको उपमेयर आदरणीय रेगिना भट्टराई पर्साज्यू यस हलमा प्रवेश गर्नुभएको छ। मलाई म स्टेजमा आएर आसन नगरिदिन हार्दिक अनुरोध गर्छु। रेगिना भट्टराई पर्साज्यू अब यसपछि म कर्मचारीहरूतर्फ बजार प्रबन्धकतर्फ मिना नेउपाने र प्रमोद नेउपाने, मिना नेउपाने दमक सेवा कार्यालय, प्रमोद नेउपाने शिव समिति सेवा कार्यालय, दुईजना भाइ बहिनीहरू अगाडि आइदिनु अनुरोध गर्छु। यो पुरस्कार हस्तान्तरण गरिदिनु म राष्ट्रिय सहकारी महासङ्घको अध्यक्ष आदरणीय डिपी बस्नेतलाई अनुरोध गर्दछु। मिना नेउपाने र प्रमोद नेउपाने शिव सतासी सेवा कार्यालय, दमक सेवा कार्यालय। सेवा कार्य प्रमुखहरू बुझेर लगिदिनु होला। यसपछि कार्यालय सहायक स्तरका कर्मचारी र कार्यतर्फका कर्मचारी मध्ये शून्य सेवा कार्यालयका पवित्र अधिकारी र दमक सेवा कार्यालयका कञ्चन मिश्रलाई पुरस्कार दिनु अनुरोध गर्छु। कञ्चन मिश्र पवित्र अधिकारीलाई हामी विभिन्न विधाका कर्मचारी छनौट गरेका थियौँ। सबै सेवा केन्द्र 12 सेवा केन्द्र प्रमुख मध्ये उत्कृष्ट सेवा केन्द्र प्रमुखमा बेलबारी सेवा कार्यालयका रमेश छेत्री अगाडि आइरहनु अनुरोध गर्छु। रमेश छेत्री त्यसमा वर्ष उत्कृष्ट कर्मचारीमा दमक सेवा कार्यालयबाट देवेन्द्र गौतम र सिरुङ्गा सेवा कार्यालयबाट विशाल टुडु, देवेन्द्र गौतम र विशाल टुडुलाई यो वर्षको उत्कृष्ट कर्मचारीको रूपमा छनौट गरेको छ। उहाँहरू दुईजना अगाडि आइदिनु अनुरोध गर्दछु। उत्कृष्ट सेवा केन्द्र पनि हामीले छनौट गरेका छौँ। दमक सेवा कार्यालय 86 र कमल सेवा कार्यालय 86 अङ्क प्राप्त गरेको छ। कमल सेवा कार्यालयले अघिल्लो वर्ष पाएको हुँदा यो वर्ष दमक सेवा कार्यालयका संयोजक लगायत सदस्य टिमहरू र सेवा केन्द्र प्रमुख टीका कुमारी भट्टराईले समेत अगाडि आइदिनु अनुरोध गर्छु। व्यवस्थापन समिति संयोजक थापा र टीका कुमारी भट्टराई साथै दमक सेवा कार्यालय अन्तर्गत व्यवस्थापन समितिका सम्पूर्ण सरहरूलाई अगाडि आइदिनु अनुरोध गर्छु। व्यवस्थापन समितिका 7 जना सरहरूलाई अगाडि आइदिनु अनुरोध गर्दछु। यो पुरस्कार हस्तान्तरण गरिदिनु होला। दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई पर्साईज्यूलाई अनुरोध गर्दछु। रेगिना भट्टराई पर्साईज्यूलाई
उहाँलाई व्यवस्थापन समितिको सदस्यज्यूलाई माया किन पनि मैले उपमेयरज्यूलाई नै हस्तान्तरण गर्न अनुरोध गरेँ। सबै साथीहरूलाई ताली लाग्नु। अर्को वर्षको सेवा केन्द्र ताला आउँछ। उहाँहरू 3 वर्ष फेरि पाउनुहुन्न। दिइसकेका छौँ। हामीले उत्कृष्ट कारोबार गर्ने समितिको समितिमध्ये सञ्चालक समिति सदस्य काशीनाथ थपलिया, कमल सेवा कार्यालय संयोजक जगन्नाथ ठाकुर, पूर्णबहादुर कार्की, चुलाचुली कालिदास भट्टराई र शिवसत्ता सीमा टेकनाथ दङ्गाल, उहाँहरूलाई म अगाडि आइदिनु अनुरोध गर्दछु। काशीनाथ थपलिया, जगन्नाथ ठाकुर, पूर्णबहादुर कार्की, कालिदास भट्टराई, टेकनाथ दङ्गाल, उहाँलाई सम्मान गरिदिनुको लागि म झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम कोइरालाज्यूलाई र बच्चा सदस्य चन्द्रा खड्काज्यूलाई अनुरोध गर्दछु। जगन्नाथ ठाकुर, पूर्णबहादुर कार्की, कालिदास भट्टराई र टेकनाथ दङ्गाल। जगन्नाथ थाहा आउँदै हुन्छ। मैले अलिक छिटो आइदिन अनुरोध गरेर जगन्नाथलाई। हस्, यहाँ सबैलाई धन्यवाद। जिल्ला सङ्घको उपाध्यक्षज्यू र मेची सहकारी पत्रकारिता पुरस्कार जगन्नाथ भट्टराई, पूर्वबारी पूर्वज्योति साप्ताहिका जगन्नाथ भट्टराई साहब अगाडि आइदिनु हुन र रेडियो भिजनका सञ्चालकज्यूलाई पनि अगाडि आइदिनु म अनुरोध गर्दछु। यो सम्मान, यो पुरस्कार वितरण गरिदिनु हुन यस कार्यक्रमका प्रमुख अतिथि माननीय भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालज्यू र विशिष्ट अतिथि रमेश पोखरेलज्यूलाई अगाडि गएर यो पुरस्कार वितरण गरिदिनु म सादर अनुरोध गर्दछु। ताली बजा न ताली। अरू प्रमाणपत्र एउटै बेहोराका थिएँ, मैले पढिनँ। त्यसपछिको दुईटा महासङ्घको उपाध्यक्षज्यूले नै वितरण गर्ने गरी म माधव विद्रोहीज्यूलाई स्वर्गीय गणेश प्रसाद बस्नेत पत्रकारिता पुरस्कार लिदिनु हुन म अगाडि निर्देछु। म थोरै यो वाचन गर्ने अनुमति चाहन्छु। मेची बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्मानपत्र पिता कृष्ण प्रसाद भण्डारी र माता कृष्ण कुमारी भण्डारीको कोखबाट विक्रम 2022 साल 2 महिना 15 गते मोरङको विराटनगरमा जन्मिनुभई 39 वर्षदेखि पत्रकारिता क्षेत्रमा रही विभिन्न 10 वटा मिडियाहरूको संवाददाताको जिम्मेवारी सम्हालिसक्नुभएका तपाईले नेपाल
पत्रकार महासङ्घ झापा शाखाको सभापति, नेपाल पत्रकार महासङ्घको केन्द्रीय प्रतिनिधि हुँदै हाल प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा झापा इन्चार्जको जिम्मेवारी सम्हाल्दै स्वदिन संवाद साप्ताहिकको सम्पादक र रेडियो भिजनको कार्यक्रम निर्देशक रही सहकारी सम्बन्धी समाचार सम्प्रेषण गर्दै नेपालको सहकारी अभियानलाई उच्च बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनु हुने भद्रपुर नगरपालिका वार्ड नम्बर 8 मा स्थायी बसोबास गर्दै आउनुभएका तपाईँ श्री माधव विद्रोहीज्यूलाई संस्थाको 19औं महासंघ तथा 31औं साधारण सभाको उपलक्ष्यमा स्वर्गीय गणेश प्रसाद स्मृति पत्रकारिता पुरस्कार रु 10,000 सहित सम्मान गरिएको छ। साथै आगामी दिनमा सहकारी अभियानलाई उच्च बनाउन निरन्तर लागिरहनु हुनेछ भन्ने कुरा विश्वास दिन चाहन्छौँ। अध्यक्ष नारायण प्रसाद भट्टराई, सचिव राजेन्द्र प्रसाद दाहाल, माननीय देवेन्द्र दाहाल, प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। सबैजना जोरदार एकचोटि फेरि सम्मान गरिदिनु मैले अनुरोध गरेँ। अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घ उपाध्यक्ष पदमा रहनुहुने आदरणीय डिबी सर, उहाँले सहकारी क्षेत्रमा मात्रै होइन व्यवसायको समेत नेता हुनुहुन्छ। यो वर्ष उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षको रूपमा पनि उहाँ प्रस्तुत हुँदै हुन्छ। उद्यमी व्यवसायी साथीहरूले मलाई उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष बनाउन पनि लबिङ गर्नुहुनेछ भन्ने कुरा म निवेदन गर्न चाहन्छु। उहाँ सहकारी क्षेत्रको मात्रै होइन व्यवसायको समेत नेता हुनुहुन्छ। उहाँलाई म अगाडि गइदिन अनुरोध गर्छु। म सम्मान पत्र वाचन गर्ने अनुमति चाहन्छु। मेची बौद्धिक सहकारी संस्था लिमिटेड दमक छापा सम्मान पत्र पिता तीर्थबहादुर बस्नेत र माता चानाकुमारी बस्नेतका कोखबाट विक्रमसम्म 2019 साल फागुन 11 गते रामेछापमा जन्मिनु भई विगत 3 दशकदेखि नेपाली सहकारी अभियानमा जोडिँदै जीवनको ऊर्जाशील समय सहकारीको विकास र प्रवर्धनमा खर्चिएर सहकारीको छवि विस्तार गर्दै 2047 सालमा दोलखाको अरणीको साकोस र फ्रेन्डसिप साहको स्थापना गरी नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै दोलखाको बचत तथा ऋण सहकारी संस्था सङ्घ तथा दोलखा जिल्ला सहकारी सङ्घको अध्यक्ष हुँदै राष्ट्रिय सहकारी अभियानमा जोडिएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेसुनको सञ्चालक सदस्यदेखि अध्यक्षको नेतृत्व सम्हाल्दै भूमिका निर्वाह गर्दै हाल राष्ट्रिय सहकारी महासङ्घ सञ्चालक सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै वहन गरी नेपालको सहकारी अभियानलाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै सहकारी अभियानलाई सहकारी क्षेत्रमा लाग्न अभियन्तालाई सहकारी क्षेत्रमा लाग्न अभिप्रेरित गरी सहकारी क्षेत्रलाई अभिभावकत्व प्रदान गर्नुहुँदै सहकारी अभियन्ता आदरणीय डिबी बस्नेतज्यूलाई मेची सहकारी संस्था लिका तत्कालीन लिको 29औं वार्षिक उत्सव तथा 31औं साधारण सभाको उपलक्ष्यमा तत्कालीन मेची सहकारी संस्थाका अध्यक्ष स्वर्गीय गणेश प्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कार रु 26,000 सहित यो सम्मान पत्र प्रदान गरिएको छ। साथै आगामी दिनमा सहकारी अभियानलाई उच्च बनाउन निरन्तर लाग्नुहुनेछ भन्ने कुरा विश्वास लिएका छौँ। मैले अघि यहाँ रहेको दस्तखत यहाँलाई वाचन गरिसकेको छु। उहाँलाई जोरदार तालीले सम्मान गरौँ र सम्मान गरिदिनु मैले माननीय मन्त्रीज्यू र विशिष्ट अतिथि महासङ्घको उपाध्यक्ष जोगाउने गर्छु।